यो चाहिँ हाम्रो फर्स्ट केस थियो जुन चाहिँ चेस्ट वाल लाइपोमा थियो अनि अलिकति यताउता भर्रे जस्तो थियो यो चाहिँ केस चाहिँ। यति चाहिँ फ्याट निस्क्यो त्यो लाइपोमाबाट। यो माथिको डिभाइसलाई चाहिँ भाइटल्स मेसिन्स भन्छ भने तलको डिभाइसलाई चाहिँ भेन्टिलेटर भन्छ। यो सेकेन्ड केस चाहिँ डाइरेक्ट इन्गुनल हर्निया थियो। यो चाहिँ हाम्रो थर्ड केस थियो जुन चाहिँ किडनी स्टोन हो। ढुङ्गा चाहिँ धेरै ठुलो थिएन तर किडनीमा भएको हुनाले चाहिँ हामीले यसलाई आरआइआरएस गर्न परेको हो। यो पेसेन्टको सिटी स्क्यान हो। सिटी स्क्यानले चाहिँ स्लाइसमा काटेर देखाउँछ अनि पोजिसन ठ्याक्कै स्टोनको पोजिसन कहाँ हुन्छ त्यो चाहिँ ठ्याक्क बताइदिन्छ सिटी स्क्यानले। त्यो ढुङ्गा चाहिँ हामीले एक्सरेमा हेरेर फुटाल्ने गर्छौँ। यसलाई चाहिँ हामीले सिएम भनिन्छ। यसलाई चाहिँ हामीले लेजर भनिन्छ। यसले चाहिँ किडनी स्टोन फुटाल्ने काम गर्छ। नर्मल लेजर जस्तै हो तर यसको पावर चाहिँ बहुत धेरै हुन्छ। यो चाहिँ हाम्रो लास्ट केस थियो अर्थो। एउटा सानो बच्चा चाहिँ 2 तल्ला माथिबाट खसेर दुइटै हात भाँचिएको थियो। यसलाई चाहिँ हामीले क्लोजली रिडक्सन गरेर चाहिँ तार जसलाई चाहिँ हामीले क्युआर भनिन्छ त्यो हाल्ने प्लान गरेको थियौँ अनि यो चाहिँ क्युआरमा सफल पनि भयो।